इस्लामको बेइज्जत गरिन्छ, मोहम्मद साहबको बेइज्जत गरिन्छ, अल्लाहको बेइज्जत गरिन्छ भने तिनीहरूलाई के सजाय दिने भनेर कुरानले के भन्छ त? आज कुरानमा हेरौँ है। कुरानमा इस्लाम र अल्लाहको अपमान गर्नेहरूलाई जवाब नदिई तिनीहरूबाट टाढा रहन र क्षमा गर्न आदेश दिएको छ। जस्तै अल अनाम 6.108 मा कुरानमा भनिएको छ, हे इमानवालेहरू, तिनीहरूले अल्लाह बाहेक जसलाई पुकार्छन् तिनीहरूको अपमान नगर्नु भनेर भनिएको छ हैन। अनि दोस्रो हेर्नुस्, अल आराम 7.199 मा कुरानमा भनिएको छ, क्षमा अपनाऊ, भलो कामको आदेश देऊ र अज्ञानीबाट टाढा रह भनेको छ। त्यहाँ सजाय दिनु भनिएको छैन। र तेस्रो हेर्नुस्, अल हिज्र 15.94 र 95, काफिरहरूबाट नास्तिकहरूबाट टाढा रह भनिएको छ। त्यहाँ कहीँ पनि कुरानमा त्यसरी सजाय दिनु, त्यसरी मार्नु भनेर भनिएको छैन।